हेलो साथीहरू, गुड आफ्टरनुन। हाम्रो बाबु स्कुलबाट आइपुग्यो। हामी मेरो बुच्चीले आइपुग्यो स्कुलबाट। हस् 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 माथि चढ्दैछ। अब माथि चढ्दैछ, जाँदैछ। अब उसको जुत्ता फुकालिदिनु पर्ने अरे मैले। जुत्ता फुकाल्न आउँदैन आमा भन्छ। ल जुत्ता फुकालेर भित्र पस्यो। अब ब्याग राख्छ। ब्याग राख्यो बाबुले। अब रेडी भएर लुगासुगा फुकालेर रेडी भएर अब खाना खानलाई बस्यो। मेरो बाबुलाई खाना चाहियो। आलु चाहिँ साह्रै मिठो लाग्छ उसलाई। आलु चाहिँ उसको फेभरेट हो। त्यसपछि मैले अनि आफूलाई पनि खाजा तयार गर्दैछु साथीहरू। चिउरा भुटेको छु, प्याज हालेर काँचो तेल हालेको छु, करु तेल साँधेर चट्ट लिएर प्लेटमा लिएर बसेँ। अब केटाकेटीको आँखा है, म खान बसेको, ऊ टिभी हेर्दैछ, उसलाई पनि लोभ लागिगयो। अब आमासँगै बसेर खाने अरे, फेरि चिउरा पनि खाने भन्छ। म त अनि लिएर खाएँ। कम मिठो हुन्छ भुटेको चिउरा, अनि कम मिठो हुन्छ चिउरा पनि, चिया पनि सुरुप्पै। आहा, आफूले घरमा बनाएको खानेकुरा त खाजा त साह्रै पो मिठो हुन्छ त साथीहरू।